लो साथीभाइ, अब चाहिँ गुरुबोको सिजन आयो र आज चाहिँ म तपाईँहरूसँग यो गुरुबोको हल्का छोटो रेसिपी सेयर गर्न गइरहेको छु है। ल आउनुहोस् सुरु गरौँ है त। यति चाहिँ फेला पाडियो है र फर्स्ट चाहिँ यसलाई टक्कै यो छिल्काहरू उतालेर यसलाई केलाउनु पर्ने हुन्छ होइन। यसले चाहिँ कक्याङ छ नि यो चाहिँ फ्याँकिहाल्नुपर्छ हो छिल्का चाहिँ। अन्त यसरी छुरीमा हामीले युज गर्नु हुँदैन, कक्याङ छ है। र अहिले चाहिँ अब यति भएको छ, अब चाहिँ पानी बसाउनु पर्ने हुन्छ है। पानी चाहिँ किन भन्दा अलिक कक्याङ छ नि त्यो अलिकति कम्ती हुन्छ, नुनहरू लगाएर बेसारहरू लगाएर चाहिँ अब यसरी अलिकति यसलाई बोइल गर्नुपर्छ र 2 मिनट पछि चाहिँ यस्तो हुन्छ होइन। र यसलाई चाहिँ टक्कै सेपरेट गरेर चाहिँ यसलाई अब यो पत्तालाई चाहिँ यसरी कटिङ मजाले कटिङ गरेर चप गरेर चाहिँ यसलाई अब अर्को प्रोसेसमा लागिन्छ है। र अब चाहिँ पकाउने प्रोसेसमा लागौँ होइन। अब यो इत्यादि यो सधैँ जस्तो अब हल्का नर्मल मसलाहरू नै युज गरेर यसलाई पकाउँदैछु होइन। अब बेसारहरू, रङ खोर्सानीहरू इत्यादि यो मसलाहरू हालेर चाहिँ अब यसलाई पकाउने सुरु गरेँ होइन। अनि यसरी नै हामीले 5-6 मिनट जस्तो चाहिँ मिडियम फ्लेममा राखेपछि चाहिँ टेक्सचर यस्तो आउँछ है। र त्यसपछि चाहिँ हामीले छुर्पी हाल्नुपर्ने हुन्छ अथवा किनामा छ भने किनामासँग पनि एकदमै मिल्छ है। र अब चाहिँ अलमोस्ट रेडी भइसकेको छ। अब चाहिँ तपाईँहरूको डिनर रेडी भएको छ र अब चाहिँ खानु पनि त पऱ्यो नि होइन, टेस्ट गर्नु पऱ्यो के कसो रहेछ। टेस्ट गर्दा चाहिँ एकदमै राम्रै लाग्यो। अनि आशा छ हजुरहरूसँग नेक्स्ट भिडियोमा फेरि जोडिन्छु। आजको लागि चाहिँ तपाईँहरूबाट म बिदा लिन चाहन्छु। बाई।